ल यो चाहिँ मेरो घर मासतिरको जग्गाहरू हो। पाउने भनेको जग्गाहरू पनि यतै हो। यस्तै छ, स्कुल पनि देखिएको छ। घर मासतिर भयो। यो अलिकति यो कति 5-6 मिटर हाइट हो यो चाहिँ। अब यो यता उँभै भइहाल्छ, यता उँभैसम्म पर्छ, यता गरा गरा छन्। यस्तै छ। यो यही हो, यो चाहिँ रोड माथिको जग्गाहरू हो क्या। यो त अब यो सबैतिर, यो त्यतिर सबैतिर त होइन, ठाउँ ठाउँ मिलाएर दिने हो। सबै यही मात्रै जग्गाहरू पर्दैन। यस्तै छ। उता पारि उखुबारी छ, खेती गरिराखेको जग्गा हो। यो बिचको यो रुखहरूले गर्दाखेरि छेकेको छ। यहाँनिर जङ्गल जस्तो, पुरै जङ्गल जस्तो देखिन्छ नि, त्यस्तो हो। सबै यो खेती गरिराखेको जग्गा हो। अब अहिले चाहिँ अब खेती लाउने बेला भइरहेको जग्गाहरू हो। कतै कतै अलिअलि लाएको छ, कतै कतै लाउनै छ। ल यो अर्को माथिल्लो स्टेपको गरा। यस्तै छ जग्गाहरू हाम्रो ठाउँको। राम्रै फल्छ। यता आउँदै केही रोप्नु हेर्नु पर्यो भने पनि। यो चाहिँ दिइसकेको जग्गा। अब यहाँ अब आज भोलितिर मेसिन हानेर 3-4 दिनतिरदेखि यहाँ काम हुन्छ। यतातिर पर्छ दिने भनेको जग्गाहरू, यतातिर छ। यसलाई थोरै डाउन गर्नुपर्छ अनि लगाउनु पर्छ, अनि घडेरी बन्छ। त्यही छ, त्यही छ। यस्तै छ। यता उँधोको जग्गाहरू यो बाटो हो। यो त माथिल्लो स्टेपको जग्गा त्यो हो, त्यहाँ पनि मेसिन हालेर समाउँछ। तल्लो स्टेपको जग्गा यो हो। ठुलै गराहरू पनि छन् हाम्रा। भिर अलिअलि छ, भिर नहुने होइन। हाम्रो पहाड हो, भिर भइहाल्छ। पानी खुस्किरहेको थियो। यो हाम्रै खाने पानी हो यो चाहिँ। यस्तै अवस्था। स्कुल यहाँ जङ्गल छ छनु चाहिँ। यहाँ बाँस दाउरा हामीले यतैको युज गर्ने हो, चाहिने जति होइन। चाहिने जति अलिक दुखी, गरिब दुखी साथीहरूलाई, केही गर्न नसक्ने साथीहरूलाई सहयोग पनि गर्ने हो। यो ठाउँको बाँस काठहरू छन् हाम्रो। अब विकटै जस्तो यस्तो ठाउँमा नि आएर मान्छेहरू बस्नुभयो भने हामी हेर्छौँ। पाइप छ, यो एउटा खोल्छु हो। यसो सानो पानी छ यहाँ। यसो उताको अगाडि हो। यो चाहिँ 250 मिटर जति टाढा एरिया हो। म 200 मिटर टाढा आएको छु अहिले मेरो घरबाट। यो 200 मिटर हो। यताबाट यस्तो देखिन्छ, अगाडि यस्तो देखिन्छ। रमणीय छ नि हाम्रो ठाउँ पनि। कहाँ हामी अलिक दिन बाहिर गएर आएर हेऱ्यो भने हाम्रै ठाउँ क्या रमाइलो लाग्छ।
तौली धान रोपेको छ, अलिअलि हुन्छ, तौली धान धेरै हुँदैन। उखु हो त्यो, यो एकैजनाको प्लट हो, यो दाजु एकजनाको, यो 2-3जनाले रोप्नु भएको छ। यहाँदेखि देखिएको यो तलसम्म एकजनाको यस्तै छ। अब उता हाम्रोपट्टि है, हाम्रोपट्टि यता बाँसझ्याङले छेकेको छ। अब यहाँ साथीभाइहरू आइपुग्नु भयो भने यो बाँसझ्याङ सब फाँडेर अनि घर बनाउनु पर्छ। सेलिङमा जान्छ क्या, यो सब सेलिङमा हो। हुन्छ, सहयोग पनि हुन्छ हामीबाट।